यदि तपाईलाई बुवाले छोराको अनुहार पढेर छोरो चिन्तित छ कि छैन भन्ने थाहा पाउनुहुन्छ भन्ने लाग्छ भने, यदि तपाईलाई आफूले जानी जानी झुठो बोलेर बुवालाई पीडा दिएको छु भन्ने लाग्छ भने, यदि तपाईलाई कहिलेकाहीँ बुवामा सही हुँदै पनि श्रीमतीलाई नै साथ दिनुपर्छ भन्ने लाग्छ भने, यदि तपाईँ बुवाबाट भौतिक रूपमा वा भौगोलिक रूपमा टाढा हुनुहुन्छ र बुवाले तपाईलाई हुर्काउँदा गर्नुभएको सङ्घर्ष सम्झिरहनु भएको छ भने, तपाईलाई समय परिस्थितिले गर्दा आफू जन्मेकै गाउँमा बुवा आमासँग बस्न नसके पनि आफू जुन सहरमा बसेको छु त्यही सहरमा आमा बुवाको राम्रो सेवा गरिरहेको छु वा गर्छु भन्ने लाग्छ भने, यदि तपाईले आमा बुवाको अन्तिम क्षण मोबाइलबाट नै हेर्नु भएको छ भने, चलचित्र पराणले तपाईको मन छुन सक्छ, तपाईलाई भावुक बनाउन सक्छ। हो, केही समय अगाडि चलचित्र पूर्णबहादुरको सारङ्गी आएको थियो, जसमा बुवाले छोरालाई हुर्काउन एउटा सफल व्यक्ति बनाउन गरेको सङ्घर्षलाई देखाइएको थियो। यसै गरी केही समय अगाडि हिन्दी फिल्म कभी खुसी कभी गम आएको थियो, जसमा बुवा छोरा बुहारीहरूको सम्बन्ध एउटा पारिवारिक फिल्म यस्तो राम्रो बनेको थियो जसलाई हेरेर भावुक नहुने मान्छे कमै थिए। त्यसै गरी अहिले पनि मेरो विचारमा मलाई लागेको पराण पनि त्यस्तै एउटा चलचित्र बनेको छ, जसले तपाईले आफूलाई त्यो ठाउँमा राखेर हेर्नुभयो भने तपाईँ भावुक हुन सक्नुहुन्छ। कहीँ न कहीँ तपाईँसँग तपाईँको परिवारसँग जोडिएका कथाहरू तपाईँले पाउन सक्नुहुन्छ। यति राम्रो चलचित्र बनेको छ जस्तो मलाई लाग्छ र यस्ता चलचित्रलाई हामीले प्रोत्साहन दिनुपर्छ। आफ्नै विषयवस्तुमा, हाम्रै घर वरिपरिका विषयवस्तुमा अहिले विशेष गरी चलेको विदेश जाने लहर, हाम्रा बाध्यता, हाम्रा रहर, यी दुईटै कुरा जोडिएका छन् विदेश जाने कुरामा। ती दुईटै कुराले गर्दाखेरि सबैका पुस्ता अन्तर हुँदाखेरि बुवा आमाका इच्छा आकाङ्क्षा, छोराबुहारीका इच्छा आकाङ्क्षाहरूले कसरी मेल खाँदैन र त्यहाँ सबै कति अप्ठ्यारामा परेका हुन्छौँ भन्ने कुराले एकदम स्पष्टसँग देखाएको छ। र यसमा अर्को एउटा कुरा के भनौँ भने, कलाकार मदन कृष्ण श्रेष्ठ र उहाँको छोराले पर्दामा जुन भूमिकामा उहाँहरू पर्दामा हुनुहुन्छ, ठ्याक्कै उहाँहरूको जीवनमा पनि त्यही घटनाले मेल खाएको घटना पनि छ। त्यसैले मलाई त साह्रै राम्रो लाग्यो, मेरो मन छोयो र तपाईँहरू पनि एकचोटि यो चलचित्रलाई हेर्नुहोस् र आफूमा अर्थात् मैले भनेका कुरा कति सही कति गलत हुन् भन्ने कुरालाई यसो छुट्याउनुहोस् र यस्ता राम्रा चलचित्रहरू बनेका बेलामा यिनीहरूलाई प्रोत्साहन दिउँ र यिनीहरूलाई सफल बनाऊ भन्ने लाग्छ। अहिलेलाई यति नै, धन्यवाद।